So again, welcome to everyone in this my new video. So आज चाहिँ हामी बेनिफिट अफ एजिआई को चाहिँ बेनिफिट के हुन्छ हैन, एजिआई मा चाहिँ के एडभान्टेज छ जुन हामीले फ्युचरमा युज गर्छौं. सो एभ्रीवन रेडी फर दिस टपिक? ओके, सो फर्स्टमा छ मेडिसिन. सो एजिआई ले चाहिँ हामीले के रे मेडिसिन को बारेमा बताउँछ, कुन मेडिसिन खायो भने चाहिँ कुनको क्योर हुन्छ. सो सिम्पली यो एआई ले पनि गर्छ, बट जेनरली तरिकाले जुन हाम्रो ह्युमन माइन्ड अनुसार चाहिँ के रे युज गर्छ त एजिआई ले बताउँछ मेडिसिन को बारेमा के हो. ओके, सो सेकेन्डमा छ क्लाइमेट सल्युसन. सो क्लाइमेट सल्युसन को बारेमा बताउँछ. इन थर्ड स्पेस स्टेसन. फोर्थमा एजुकेसन. फिफ्थ बिजनेस एटोमेसन. सिक्स्थ साइन्टिफिक डिस्कभरिज. सो यो त एआई ले पनि गरिरहेछ. एजिआई मा चाहिँ के खास छ त? एजिआई मा के खास छ भने नि योले ह्युमन माइन्ड अनुसार सोच्छ कि ह्युमनले कस्तो क्रिएटिभिटी अनुसार क्रिएसन अनुसार सोच्छ, त्यही अनुसार हाम्रो यो एजिआई ले पनि सोचेर तपाईलाई एन्सर दिन्छ. यसले चाहिँ के गर्छ भने कुनै पनि टास्कलाई फास्टर बनाउँछ, सेफर बनाउँछ र मोर एक्युरेट बनाउँछ, एकदम एक्युरेट बनाउँछ. एआई मा कुनै पनि कुराहरु त्यति एक्युरेट हुँदैन, बट एजिआई मा फुल एक्युरेट हुन्छ. तपाईले एकदम युज गर्न सक्नुहुन्छ. इफ तपाई कति केसेसहरु हेर्नुहुन्छ एआई मा यो मैले हालेको थिए बट यसले रङ इन्फर्मेसन दियो, त्यसको कारण यो घटना भयो, त्यो घटना भयो. बट इन एजिआई त्यस्तो कुनै पनि प्रब्लम आउने छैन. थ्यांक यू.